महावीर पुनले गरे ओली कुटीमाथि व्यङ्ग्य भन्छन् यो नक्सा बनाउने इन्जिनियरलाई सख्त कारबाही हुनुपर्छ। हजुर, केपी शर्मा ओलीका लागि तयार हुन लागेको नयाँ निवास ओली कुटीको 3D मोडेलको फोटो सामाजिक सञ्जालमा भाइरल बनेसँगै महावीर पुनले आफ्नो धारणा व्यक्त गरेका छन्। उनले सोही फोटो सेयर गर्दै आफ्नो फेसबुक मार्फत व्यङ्ग्य प्रहार गरेको देखिन्छ। उनले लेखेका छन्, यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई सख्त कारबाही हुनुपर्छ अनि घोर बेजती तथा मानहानिको मुद्दा लगाउनु पर्छ भन्ने मेरो माग छ। हाकिमले 2 जना बस्ने कुटीको नक्सा बनाएर ल्याऊ भनेपछि यत्रो ठूलो दरबारको नक्सा बनाइदिनुहुन्छ त उसले? कहाँसम्मको लापरवाही हो यो? एकछिनको रमाइलो। उनले स्टेटसमा एकछिनको रमाइलो लेखे पनि यो पोस्टको भाव भने गम्भीर रहेको धेरैको धारणा रहेको छ। कमेन्टमा धेरैले महावीर पुनको कुरामा सहमति जनाएको देख्न सकिन्छ। यो कुती होइन दरबार हो भन्नेहरूको कमी देखिँदैन। त्यसो त यो घर निर्माणका लागि स्थानीयहरूले सहयोग गरेको बताइएको छ। आफ्नो धारणा कमेन्ट गरिदिनुहोला।